निगासिम लेख्या आज हामी पढ्दैछौँ नाउन प्लस इ र गा अर्थात् ले जस अन्तर्गत रहेको छ कन्सोनेन्ट इन्डिङमा चाहिँ इ छ भने भवेल इन्डिङमा चाहिँ गा। कन्सोनेन्ट र भवेल कसरी छुट्याउने हुन्छ यदि कुनै पनि ग्रामरमा इ र उ छ भने कन्सोनेन्ट छैन भने भवेल। हामीले हेर्दैछौँ त अब सामान्य उच्चारणमा रामी भन्छ, रामी भनेको चाहिँ रामले, अनि छ भवेल इन्डिङकोमा छ सो भनेको गाई, गा सोगा भनेको गाईले। अब हामी सेन्टेन्स बनाएर हेर्छौँ त सोगा गाईले उइरुल छुम्निदा, गाईले दुध दिन्छ। अम्मागा योरिरुल हाम्निदा, आमाले खाना पकाउनुहुन्छ। अब हामीले चाहिँ यसलाई कस्तो अवस्थामा यसको प्रयोग गर्न सकिन्छ एडभान्समा चाहिँ हामीले त हेर्छौँ इ र गाको प्रयोग सेकेन्ड पर्सनलाई गरिन्छ भनेको इ र गा चाहिँ फर्स्ट पर्सनलाई नलगाएर सेकेन्ड पर्सनलाई लगाउने गरिन्छ। इ र गाको प्रयोग भए तापनि उच्चारण नेपाली साइलेन्ट भएको पनि हुन सक्छ। जस्तै क्वालिटी भबको अगाडि छ भने त्यो चाहिँ गाले अर्थ ले चाहिँ नदिन सक्छ। इ र गाको पछाडि क्वालिटी भब देख्न पाइन्छ भनेको इ र गाको पछाडि चाहिँ अनिवार्य रूपमा के हुनु पर्यो क्वालिटी भब हुनु पर्यो। इ र गाको पछाडि इत्ता हप्ता देख्न सकिन्छ। इ र गाको पछाडि के हुँदो रहेछ इत्ता र हप्ता जस्ता शब्दहरू हुन्छन्।